से हमारा नाम विनोद प्रसाद जायसवाल। हम काठमांडू में बैठते हैं कालीमाटी। 45 वर्ष देखिए रंग के काम करते हैं। अच्छा काम करते हैं, हर क्वालिटी के काम करते हैं। दीपक सर का ऑफिस है, जो हम लोग कांटेक्ट है, काम करते हैं। बस दोस्तों, थैंक यू, धन्यवाद। उहाँलाई राम्रो रङको काम गर्नको लागि उहाँलाई सम्झिनुहोस्। उहाँको चाहिँ ठुलो टिम छ। तपाईँले भने जस्तो खुसी पार्ने गरी उहाँले काम गरेर तपाईँलाई ह्यान्डओभर गरिदिनु हुनेछ। सानो मर्मतदेखि लिएर ठुल्ठुला प्रोजेक्टहरूको ठुल्ठुला बिल्डिङहरूको समेत उहाँले काम गर्नुहुनेछ। साथसाथै उहाँ हुनुहुन्छ अर्को हाम्रो महाशयजी। उहाँ फेरि नाम भन्नुहोस् त हजुरको। नेपालीमा बोल्नु छ अब चाहिँ। अब नेपालीमा सर आफ्नो मार्केटिङ गर्ने, म यो काम गर्छु नेपालीमा भन्दिनु, भन्नुहोस् त सिधा बसेर। भास्कर सेठी त कहिलेको हो? भास्कर सेठी मैले नेपालमा काम गरिरहेछ, प्लम्बरीको काम, प्लम्बर। कमसेकम 40-45 वर्ष भइसक्यो। जो भनेको चिज गएर हजुरको घरमा हम सब रिपाई काम आएपछि गर्छु। गरिसकेपछि हजुर खुसीमा अलिअलि चियापानी खर्च दिनु पर्यो। जहिले सम्पर्क नभएपछि यहाँ दिपसा नकुमा त्यहाँ सम्पर्क गरेपछि दिपसा आमाले भनेपछि हामी गएर हजुर घरमै काम गरेर आउँछु। धन्यवाद। कतिजना मान्छेहरू छन् काम गर्ने? 6-7 जना केटाहरू छ मेरो पास काम गरिरहेछ। तपाईँले चाहिँ नेपालमा काम गरेर कति वर्ष भयो? 45 वर्ष भइसक्यो। 45 वर्षदेखि नेपालमा काम गर्नुभएको छ प्लम्बिङको। हजुर, प्लम्बरको। तपाईँलाई चाहिँ प्लम्बरको किरो भने हुन्छ, पाइपको किरो भने हुन्छ? हजुर, पाइपको किरो। हो। तपाईँले कत्रो पाइपहरूको काम गर्नुभएको छ? सानो ठुलो? 8 इन्चीदेखि हाफ इन्चसम्म। हाफ इन्चीदेखि 8 इन्चीसम्म? 8 इन्चसम्म काम गरेँ। नेपालभरि गर्नुभयो? नेपालभरि खानेपानीको बेनी बागलुङ, बन्दीपुर, प्युठान, कुवाडी सबै खानेपानीको काम गर्यो। त्यसपछि काठमाडौँ अलि गरिरहेछ। जहाँ ठुलो पाइप आउँछ गर्छु, सानो पाइप आएपछि काम गर्छु। आर्मीको ब्यारेकहरूमा नि गर्नुभयो? आर्मीको शङ्कुवार सेवादेखि यहाँ रामपुरी, शिवपुरी सबै काम गर्यो। गर्नुभयो? सबै दिपसार दियो, ठुल्ठुलो काम गरिरहेछ। हजुर काम गर्नेलाई कोही चिन्ता नगर्नुहोस्, काम राम्रो काम दिनुहोस्, राम्रो पनि पैसा हजुर दिएपछि हामी काम गर्छौँ। चियापानी दिएर पुग्छ भने होइन त? होइन, चियापानी दिएपछि पुग्छ। ठुलो काम अलि डेट गरेर दिपसारबाट हामी तपाईँहरूलाई चाहिँ अब यस्तै प्लम्बिङको, इलेक्ट्रिसिटीको चाहिँ पेन्टिङको, कार्पेन्ट्री, मार्बल, टाइल लगायत विभिन्न प्रकारका चाहिँ टेक्निकल कामहरू गर्नु छ भने यस्तै विज्ञ भेटरान टेक्निसियनहरूबाट गराउनुहोस्। ढुक्क साथ आफ्नो चाहिँ प्रोजेक्टहरू सफल बनाउनुहोस्। थ्याङ्क यू। हजुर।